दुई तिहाईको सरकार बन्दैछ। दुई तिहाईको सरकार बालन शाहको नेतृत्वमा बन्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह हुँदै हुनुहुन्छ र उहाँले जसरी मत चाहिँ जनताबाट प्राप्त गर्नुभएको छ त्यो मतको अधिकतम सदुपयोग गर्नुपर्नेछ। जनताले जुन विश्वासका साथ रासोपालाई मत घोप्ट्यायो त्यही विश्वासका साथ अब सरकारले जनतालाई डेलिभरी दिनुपर्नेछ। जनता अब हाताहाती नगदी भन्छ नि, हाताहाती डेलिभरी माग्नेवाला छ। अब हनीमुन पिरियड भनेर 100 दिन कुर्दैन जनताले। सरकार गठन भएको भोलिपल्टै पर्सिपल्टैदेखिबाट डेलिभरी दिनुपर्ने छ। त्यस कारणले गर्दाखेरि चुनौती पनि छ, अवसर प्राप्त गरिसक्यो र चुनौती पनि छ। तर एउटा मिराकल चाहिँ के भयो भन्दा हाम्रा पुराना नेताहरूले भन्थे हामी त 14 वर्ष जेल बसेको, 18 वर्ष जेल बसेको, त्यस कारणले गर्दाखेरि हाम्रो लगानी छ भन्थे के। तर तिम्रो 14 वर्ष 18 वर्ष होइन, 3 दिन रोड सो गर्दाखेरि प्रधानमन्त्री बन्न सकिने रहेछ नि त। जनताको मन जित्न सक्यो भने त जेल होइन, जनताको मन जित रोड सो गरे क्या। रोड सोले पनि जनताको विश्वास जित्न सक्यो भने प्रधानमन्त्री बन्न सकिने रहेछ। हेर्नुहोस् त तपाईको र्यापरबाट राजनीति, र्यापर टु प्राइम मिनिस्टर, हेर्नुहोस् त्यो त आश्चर्यचकित बनाउने कुरा हो नि। तर तपाईले जनतालाई आफ्नो विश्वास लिन सक्नुभयो भने त्यो कुरा पनि सम्भव छ। कतिपय बौद्धिकहरूले के भन्थे भने नेपालको यही संविधान अनुसार, यही निर्वाचन प्रणाली अनुसार चाहिँ कुनै पनि दलको बहुमत पनि आउँदैन, 2-3टा दल मिल्न पर्छ। अनि फेरि पनि भागभण्डाको राजनीति 6 महिना 9 महिना 1 वर्षमा सरकार ढाल्ने, बाँडीचुडी खाने, राष्ट्रिय सहमति गर्ने, म्याच फिक्सिङ गर्ने, भ्रष्टाचारका काण्डहरू लुकाउने अनेक थियो। तर बौद्धिकहरूले, विश्लेषकहरूले, कानुनका ज्ञाताहरूले, स्वयं चाहिँ तपाईँको संविधानविदहरूले भनेका कुराहरू पनि यसपटक नेपाली जनताले खारेज गरिदियो कि यही संविधान अनुसार, यही निर्वाचन प्रणाली अनुसार पनि बहुमत मात्रै होइन 2/3 बहुमतको सरकार पनि बन्न सक्ने रहेछ। त्यो नेपाली जनताले प्रमाणित गरिदियो। जनताको तागत चाहिँ यसपालि प्रष्ट देखियो। यसमा म 2टा फ्याक्टरले काम गरेको देख्छु। एउटा बालेन फ्याक्टर, जबरजस्त रूपमा चाहिँ बालेन फ्याक्टर राष्ट्रिय राजनीतिमा देखिया छ। अर्को राष्ट्रसभाको सभापति रवि लामिछानेज्यूको ब्रान्ड। बालेन फ्याक्टर र रवि लामिछानेको ब्रान्डले यो रिजल्ट चाहिँ तपाईँको प्राप्त भएको म देख्छु। त्यस कारणले गर्दाखेरि यो फिजिकल युग हो, डिजिटल युग होइन। तपाईँहरू मध्ये पनि यो हरेक क्यामेराले एक-एकवटा सांसद चुन्नु भएको छ यसपालि। तपाईँहरूकै क्यामेराले 1 क्यामेरा बराबर 1 सांसद छ है। तपाईँले खबरदारी गर्नुहोस्। तपाईँहरूले निर्वाचित गरेर पठाउनु भएको छ, सम्झिनुहोस् त। तपाईँहरू ककलाई निर्वाचित गर्नुभयो भनेर, ककलाई नेता बनाउनु भयो भनेर। त्यस कारणले गर्दाखेरि 1 क्यामेराबाट 1 सांसद छन्, उनीहरूलाई तपाईँले खबरदारी गर्नुपर्छ। कतिपय अभियानबाट आएका छन्, कतिपय मान्छेहरूको दुबो चाहिँ मार्दै आइपुगेका छन् होइन। उहाँहरूलाई प्रशिक्षित दिएर चाहिँ सङ्घीय संसदमा लान पर्ने छ र सङ्घीय अभ्यास कसरी हुन्छ त्यो पनि सिकाउनु पर्ने छ। त्यो राष्ट्रपालले गर्नुपर्ने हुन्छ। किन भन्दा अब पुराना दलहरूको त करिब सटरै बन्द भइहाल्यो। मैले त पटक भनेको थिएँ, नयाँहरू सबै एक ठाउँमा आउने हो भने हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, गोपी हमाल, यी 5 पाण्डा घोडाप्प एक ठाउँमा आउने हो भने यी 100 भाइ करोडको केही लाग्दैन, सटर बन्द हुन्छ। प्रयत्न गर्नुहोस् भनेको थिएँ, उहाँहरूले मान्नु भएन। कोही आएर पनि फर्किनु भयो, बिचरा हरिबिजोग छ, चिम झरामझुरुम फुट्यो। अब त्यत्रो लोड सेडिङको अन्त्य गरेको कुलमान घिसिङ अहिले आफै लोड सेडिङमा परे। हेर्नुहोस्, आफै लोड सेडिङमा परे नि। हेर्नुहोस् त कस्तो हरिबिजोग भयो। व्यक्तिगत रूपमा उनले जित्न पर्थ्यो भन्ने मान्यता राख्छु म। तर राजनीतिमा त्यो समयको चाप बुझ्न सकिएन भने
त्यो धेरै पछाडि पर्छ। त्यो देखियो। हर्क साम्पाङ धरानबाट उदाएका छन्, राष्ट्रिय पार्टी बन्ने करिब निश्चित भइसकेका छ। उनी सङ्घीय संसदमा आउँदाखेरि एउटा दरिलो प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्छन्। किन भन्दा हर्क साम्पाङको टिम पनि नआउने हो भने त के हो स्थिति भइसकेको थियो भने यहाँ रासोपाकै केही सांसदले चाहिँ पार्ट टाइम प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने भइसकेको थियो। पार्ट टाइम प्रतिपक्षको, अब प्रतिपक्ष छैन। हेर्नुहोस्, अब एउटा बाँकी गगन थापाको ससुरा बड्डा, सेतो फुलेका बड्डा बाँकी छन्, अर्जुन अर्जुन केसी समानुपातिक एक नम्बर भएर। अर्को प्रचण्ड छन्। हेर्नुहोस्, अब प्रचण्ड अब कहाँ कुनामा हुन्छन् होला। अरू त तपाईँको चाहिँ सबै सिताङ्गै भइहाल्यो। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि कमसेकम हर्क साम्पाङ, ज्ञानेन्द्र साई होइन, उनीहरू छन् संसदमा प्रतिपक्षको भूमिका उनीहरूले निर्वाह गर्छन्। रासोपालाई एउटा चाहिँ कमसेकम यो टाउको दुखाइ हिँड्याक घरि सत्तापक्ष घरि प्रतिपक्षको भूमिका निर्वाह गरेर जनताको चाहिँ माग सम्बोधन गरिदिनु पर्ने जुन कुरा थियो, त्यहाँबाट चाहिँ समस्या समाधान भयो। प्रतिपक्षमा हर्क साम्पाङहरू, ज्ञानेन्द्र साईहरू देखिएका छन्। पार्टीहरूमा रूपान्तरण नआएको होइन, पुरानै दलहरूमा पनि अलिअलि रूपान्तरण चाहिँ आएको थियो। नेपाली काङ्ग्रेसले विशेष महाधिवेशन पछाडि एउटा रूपान्तरणको जमर्को गरेको थियो। गगन थापाले त्यो हिम्मत गरेकै हुन्। तर उनको कार्यशैली चाहिँ कस्तो भयो भने शेरबहादुर देउवालाई समानुपातिको एक नम्बरमा श्रीमती चाहिने, अनि गगन थापालाई पनि समानुपातिको एक नम्बरमा फेरि ससुरा चाहिने। हेर्नुहोस्, शेरबहादुर देउवालाई श्रीमती चाहिने, गगन थापालाई ससुरा चाहिने, तात्विक भिन्नता त आएन। त्यस पछाडि नेपाली जनताले यो चाहिँ उनलाई झापड हानेको हो। त्यसलाई हामीले परिवर्तन भन्न सकेनौँ। नेपाली जनताले पत्याएन त्यो कुरालाई। यो परिवर्तन होइन, आखिर परिवाद बाँधै रहेछ। अनि जेएनजी विद्रोह भएको नेपोटिजम भनेर, नेपो किड भनेर, अनि अहिले पनि त फेरि सुधारिएको काङ्ग्रेस भन्नेमा पनि त त्यो नेपोटिजम त देखियो। त्यस पछाडि नेपाली जनताले यो चाहिँ सबक सिकाएको हो भन्ने म ठान्छु। चुनौतीहरू प्रशस्त छन्। हरेक पाइलामा फुकी फुकी कदम चाल्न पर्ने अवस्था रासोपालाई छ। विभिन्न चाहिँ तपाईँको सोसियल मिडियामा रासोपाका नेताहरूको स्ट्याटस पनि अलिकति भोइसहरू पनि देखिया छ। कता कता के हो भन्ने पनि